ल म्या गाइज यार के गर्ने भने कस्तो लिभरै भाँच्यो सर हाम्रो गाडी चाहिँ फसिसक्यो अनि सबैभन्दा ठुलो प्रब्लम भनेर चाहिँ मेरो ब्रेकको लिभरै भाँच्यो है कहाँ ठोकेर भाँच्यो गाइज हाम्रो चाहिँ यहाँ जेसीबी आइसक्यो अब यो चाहिँ निकाल्न लाग्यो ल निक्ल्यो यो नि त तान्ने तरिका ल आइगयो त फ्रेन्डहरूको बाटोमा नि भिडियो साझाको भ्लगसम्म घरबाट स्टार्ट गर्दैछु यो चाहिँ मेरो घर हो अनि मेरो बाइक चाहिँ यहाँ छ है ट्याक्क रेडी पोजिसनमा छ सबै यताउता अनि आज अलिक पानी धेरै परेको थियो सो अनि अघि यताउता गर्दाखेरि हिलो भएको छ है यो चाहिँ डन बाइक सो अहिले चाहिँ म भोजपुर जान लाग्यो सो चखेवा अनि मेरो ब्याकप्याक चाहिँ त्यहाँ छ ब्यागको पनि वेट अलिक धेरै नै भएको छ होइन सो अब चाहिँ यहाँ गाडीको वेटिङमा गाडी यहाँ तल काउन्टरमा आउँछ अब झर्न लाग्यो सो गाडीमा आउन लाग्यो अब चाहिँ हामी चखेवा जाने हो भोजपुर अनि कि बबाल राइड हान्ने आजदेखि अब कता हुन्छ त्यतैबाट जाने है इफ कोही इन्ट्रेस्टेड जोइन गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्नु होला सो आज चाहिँ असार 6 गते अनि भोलि 7 पर्सि 8 9 10 11 12 को राइड हुनेछ भनौँ न अब कति दिन त्यो चाहिँ अब थाहा छैन अब त्यही गर्दै जाँदा थाहा हुन्छ सो कोही कसैलाई जानु मन छ भने मलाई मेसेज गर्नु होला मेरो एमटिभी ह्याङ छ फेसबुकमा इन्स्टाग्राममा टिकटकमा है जहाँ पनि भयो मलाई मेसेज सो म चाहिँ रिप्लाई दिन्छु सो त्यही नै हो अब चाहिँ म जानु लाग्यो सब हामी गाडीमा भेटौँ है त सो गाइज अब चाहिँ यहाँ साइकल लोड भइसक्यो अब टक्क जान लाग्यो सरलाई हल्का मिलाउनु छ अनि त्यही हो अब चाहिँ हामी लाग्यौँ है त हलेसीबाट सो बाई हलेसी सो गाइज है अहिले चाहिँ लाग्यो सो अनि हलेसीको भित्र कस्तो बवाल छ अब चाहिँ त्यही हो हामी आज चखेवा जान्छौँ चखेवामा आज बस्छौँ अनि भोलि चखेवाबाट माथि मुन्दुम ट्रेलको लागि जाने हो सो त्यही न इन्जोय द भ्यू कस्तो बवाल छ है त आजको भ्यूहरू सब तपाईँहरूलाई देखाउन कोसिस गर्छु त्यही न I don't just listen, man, I change and grow a little every day. I got this hunger deep inside of me. I got this need, it keeps on guiding me. I got this energy providing me. It's all I need to overcome all my anxiety. One day I will have my victory, crush all my enemies so viciously. Work so hard my hands are blistering, and they will carve my name in history. Wake up. हामी चाहिँ डिटेल आइसक्यो यस्तो मजाको निदा लाग्यो नि मास्तिर ताम बाबा अनि यहाँबाट चाहिँ हाम्रो डिटेल चाहिँ यस्तो छ यहाँ डिटेल गेट नजिक आउँदैन अब कतिखेर पुगिन्छ मलाई केही थाहा छैन म सब कुराबाट जान्छु अब बसिरहेको छु म है ढुक्क लाएर हाम्रो चाहिँ गाडी यहाँ फसिसकेको छ उकालोमा यस्तो यहाँ फेरि अफरोड छ कि चिप्लो बाटो होइन
ल म्या गाइज यार सेट म्यान अब के गर्ने भने कस्तो ल लिभरै भाँचेछ रनमध्ये दशा लागेको रहेछ मलाई नि गाइज यार थट ल हेर्नु न यहाँ लिभरै भाँचिएछ भने ब्रेक लिभरै अब के गर्नु हाम्रो गाडी चाहिँ फसिसक्यो अनि सबैभन्दा ठुलो प्रब्लम भनेर चाहिँ मेरो ब्रेकको लिभरै भाँचिएछ है कहाँ ठोकेर भाँच्यो लास्ट टेन्सन लाग्यो यार हाम्रो यत्तिकै त अब त्यो लिभरलाई यस्तो महँगो पर्छ लिभर त पाएन ब्रेकै फेर्नुपर्छ सो ब्रेकलाई चाहिँ यस्तो महँगो पर्छ डियोर एक्सटी सर्छ अन्त भाइहरू प्राइस आफै थाहा पाइहाल्नु हुन्छ होइन अनि त्यो फेरि त्यसको पनि 2 पिस्टन र 4 पिस्टन भन्ने हुन्छ क्या मेरो चाहिँ 2 पिस्टन होला हो अब एउटै ब्रेकलाई कति पर्ने अब के हो यार मलाई अब टायर पनि फेर्नु छ ब्रेक पनि फेर्ने बेला भइसक्यो मलाई त दशा लागेछ यार अब के गर्नु अब यो गाडीको हालत फेरि यस्तो भइरहेको छ बिच बाटोमा तेर्सिसक्यो कहिले पुग्ने थाहै छैन यो ठाउँमा पनि थाहा छैन जस वेदर चाहिँ एकदम राम्रो छ भनौँ न एकदम चिल है तनाव भयो त हौ हाम्रो चाहिँ यहाँ गाडी यस्तो बिचमा तेर्सो भएर बसिरहेको छ अब यसलाई तान्नको लागि ट्र्याक्टर नत्र जेसिबी मगाएको छ होइन अन्त हामीले मगाउनु भएको छ सुत्दैन हो अब यहाँबाट चकेवा जान धेरै छैन अराउन्ड 2-3 किलोमिटर छ धेरैमा 3 किलोमिटर होला तर फुल्ली अफरोडकै यहाँ तलतिर पनि अघि आधी घन्टा जति फस्यो होइन उकालोमा अनि यहाँ फसेको त अब 2 घन्टा भयो अब 2 घन्टा हुन अब त्यही 5-6 मिनट बाँकी छ यस्तो छ यहाँ कन्डिसन त्यही हो यार अब कहिले पुग्ने मलाई चाहिँ भोक लागेर यहाँ बिजोक भइसक्यो है खाना पनि खाओ खाजा पनि खाओ फेरि यस्तो हाक्नु भयो क्या यहाँबाट दाइले है कस्टम भने म त यति माथि उठायो क्या उफारेर यस्तो गाह्रो हुने होइन अब त्यही हो अगाडिको टायर खोलेर त्यसलाई हल्का ह्यान्डललाई सुताएको भए चाहिँ केही नहुने छ तर फेरि त्यो गर्नको लागि चाहिँ मतलब सस्पेन्सनलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ क्या हामीले अनि अब अरू बेला खासै बसमा नहिँड्या है यादै भएन सुमोमा हिँडिरहेको माथि ठोकिन्थेन अब बसमा हिँडेको खासै एक्सिडेन्ट थिएन सो आज एक्सिडेन्ट भइहाल्यो एउटा डियर एक्सीको ब्रेक भाँचिहाल्यो अब योभन्दा अरू मलाई के चाहियो र होइन त्यही त हो तनाव छ तनाव यस्तो छ क्या बाटोहरू अब यस्तो बाटोमा बस कसरी हिँडोस् भने त्यहाँ तल त झन् डेन्जर छ अब कतिखेर गाडी मतलब डोजरहरू आउँछ र यसलाई तान्छ निकाल्छ अनि माथि गएर अब फेरि यहीँ मासतिर छ अरे अब हामी बस्ने भनेको पल्लो छेउ हो अब वल्लो छेउ छ क्यारे अब ड्राइभर दाइलाई त्यहाँ एकछिन रोक्नु भनेर अब त्यसो केही हुन्छ नि जुगाड लाउनुपर्छ नत्र त गाह्रो छ गाडी हाम्रो चाहिँ यहाँ जेसिबी आइसक्यो अब यो चाहिँ निकाल्न लाग्यो अब कसरी निकाल्छ हेरौँ है यहाँ चाहिँ अब टक्क यहाँ डोरी लाउँदैछ है मिलाएर डोरी खसेर अब चाहिँ गाडी तान्छ बल लगाउँदैछ यसरी निकाल्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ पुरा गाडी चाहिँ डेन्जर फसेको छ क्या त्यो चाहिँ यहाँ टक्क यहाँ थियो पहिला नमिलेर अलिकति सरे क्या त्यहाँका जेसिबी जोसँग लोकेसनहरू यहाँ हेर्दै गर्दैछ अब कसरी हुन्छ होइन निकाल्नु त पर्यो तान्यो आयो हल्का चाहिँ निक्ल्यो गाइस हल्का निक्ल्यो अब फेरि यहाँ अगाडि बढाउँ ट्राई गर्नुहुन्छ होला सायद लायो पठार्यो र यो चाहिँ अगाडि गएर यसले चाहिँ बाटो मिलाउनु लाग्छ है त्यहाँ अगाडि चाहिँ यो पानी छ नि यो बगिरहेको छ नि यो चाहिँ यहाँ बिच यहाँबाट आइरहेको छ यो साइडबाट अनि अहिले चाहिँ माथिबाट अघि हामीले पठायो हो टक्क यो साइड खोलाबाट अब त्यहाँ माथि खाल्टाहरू पुर्छ त्यसपछि अनि रन्काउँछ खतरा रोक फेरि अलिकति अगाडि जानु पर्यो तान्यो
अब त निक्लिसक्यो ल अलिकति बाँकी ल निक्ल्यो यो नि त तान्ने तरिका ल आइगयो त फाइनल्ली गाडी निक्ल्यो है गाइस ल अब त गाडी निक्ल्यो अब चाहिँ हामी नन स्टप जाने हो तर चखेमा रुम पाउँछ गर्दैन त्यो मलाई त नट स्योर अहिले नै है अब म झर्छु अब पाउन पनि सक्छ नपाउन पनि सक्छ त्यो फिक्स छैन अघि दिउँसो आएको भए चाहिँ यताउता हेर्नु हुन्थ्यो होइन अब त्यस्तै भएर हल्का ढिलो भयो सो अब गाडी आइसक्यो त हाम्रो गाडी फाइनली कति 4 5 6 7 3 घन्टापछि हाम्रो गाडी निक्लिसकेको छ टक्क जेसिबी आएपछि रात पनि परिसक्यो कडा हामी चाहिँ अब यहाँ हाम्रो गाडी लागिसक्यो 7 साढे बिसक्यो कति बजे पुग्छ थाहा छैन है हेर्नु के पनि लेट्स के हुन्छ यहाँ चाहिँ 8 बज्न लागिसक्यो है अनि ट्याक्क लाएर यहाँ चाहिँ बस फेरि यहाँ हिँड्दै हिँड्दो रहेछ क्या ट्याक्क लाएर ठिक थियो ल छड्के हुनु खोज्यो त फेरि यहाँ पनि हामी चाहिँ आइसक्यो चखेबा अब यहाँ साइकल अनलोड गर्न लाग्यो सो त्यही न हो होइन दाजु चखेबा आइपुग्यो नि त गाडी आज फसेर यस्तो दुःख दियो अनि अहिले जस्तो ठ्याक्कै 8 साढे भयो है ल मेरो आजको टक्क चाहिँ भन्न अरू केही भएको छैन मेरो चाहिँ यो ब्रेक लिभरै भएको छ रुखमा ठोकेर यस्तो नमजा लाग्यो गाडी चाहिँ डियोरेक्सटिक बाटै भाँचियो नि त यहीँ साला यहाँ भाँचिनु नि यहाँ कस्तो त्यही न अब चाहिँ यहाँ खानासाना खानु लाग्यो खानासाना खाएर आज यहीँ बस्ने हो टक्क होटल सल चाहिँ खाना खाँदै हो टाका लाएर अनि हाम्रो दाजु पनि हुन्छ त त्यही नै अब खाना खाने टाइम चाहिँ 9 साढे भइसक्यो खाना खाएर सुत्नुपर्छ सो अब चाहिँ सुत्न लाग्यो खाना खाइसक्यो है अनि त्यही हो यो रुम चाहिँ यस्तो छ ट्याक्क लाएर है अनि अझै नि लास्ट यो मात्र बाँकी दाइहरूले मेरो लागि यसो मिलाइदिनु भएन नि अरू बस्नुहुँदो रहेछ अनि रुमै नभएको कारणले गर्दा चाहिँ अब यही भए पनि चल्छ आजको लागि है अनि अब के हुन्छ कसो हुन्छ सब म भोलि बिहान भन्छु तपाईँहरूलाई अनि यस्तो नमजा लाग्यो ब्रेक भाँचेर है अरू त त्यस्तै हो सो आजको लागि भ्लग यति नै सो भोलिको भ्लगमा भेटौँला बाई बाई एभ्रिवान गुड नाइट